ल गाइज आज चाहिँ म हजुरहरूलाई चाहिँ एचआइडी रिडर चाहिँ मोबाइल एक्सेस चाहिँ कसरी सेटिङ गर्ने भनेर सिकाउँछु। त्यसको लागि चाहिँ मसँग अलरेडी एचआइडी रिडर म्यानेजर भन्ने एप्लिकेसन छ, तपाईँ डाउनलोड गर्न सक्नुहुन्छ। यो म खोल्छु, यो म खोलेँ। त्यसको लागि तपाईँ ब्लुटुथ चाहिँ अन गर्नुपर्ने हुन्छ। ब्लुटुथ कनेक्सन चाहिँ अन माग्छ यसले है। अब मसँग अलरेडी युजर छ, युजर आइडी चाहिन्छ तपाईँलाई। त्यसपछि तपाईँ यहाँ आएपछि चाहिँ यस्तो इन्टरफेस आउँछ, स्क्यान गर्न सक्नुहुन्छ। स्क्यान गरिसकेपछि मेरो रेन्जमा चाहिँ अहिले एउटा रिडर मात्र मिलिरहेको छ। यदि नजिक नजिक अरू पनि रिडर भयो भने चाहिँ त्यसको लागि चाहिँ तपाईँ स्क्यान गरेर लोकेट गर्नुपर्छ, यो एक्ज्याक्टली हो त्यही रिडर हो कि होइन भनेर है। यसरी टाइमिङ हेर्छ, लोकेट भइसकेपछि यसरी रिडर चाहिँ बिफ गर्छ। बिफ गरेपछि तपाईँलाई पत्ता चल्छ कि कुन चाहिँ रिडर हो भनेर। एक्ज्याक्ट लोकेसन आसपासमा अरू पनि रिडरहरू छ भने चाहिँ रिडर भेरिफाई गर्नको लागि चाहिँ त्यसपछि तपाईँ इन्सपेक्ट गर्न सक्नुहुन्छ। यो रिडर भने कन्फर्म भयो। त्यसपछि रिडर इन्सपेक्ट गरेपछि यसले बिफिङ गर्छ, लाइट फ्ल्यास गर्छ। ओके, यसले टाइम लिँदैछ। त्यो भएपछि तपाईँलाई यहाँ यस्तो इन्टरफेस आउँछ। अब अपग्रेड गर्ने हो कि फेमर अपग्रेड गर्न छ कि एप्लाई रिडर कन्फिगरेसन आइडी, अब के गर्नु छ तपाईँलाई, कुन चाहिँ सेटिङ चाहिएको छ, एप्लाई टेम्प्लेट चेन्ज गर्ने हो कि ब्लुटुथ रिडर नेम चेन्ज गर्ने हो कि के छ, सबै यहाँ तपाईँसँग छ। मैले चाहिँ यसलाई अलरेडी कन्फिगर गरेको छ र अहिले चाहिँ यो हायर रेन्जमा छ। यसलाई म चाहिँ सर्टर रेन्ज गर्दैछु। त्यसको लागि चाहिँ डिलेट कन्फिगरेसन भनेर छ, यसमा क्लिक गर्नु। त्यसरी क्लिक गरिसकेपछि यहाँ चाहिँ म यस्तो खालको इन्टरफेस आउँछ। यसमा चाहिँ क्रेडेन्सियल भन्ने छ। यो क्रेडेन्सियलमा चाहिँ तपाईँलाई अब एनएफसी, मैले चाहिँ एनएफसी पनि अन गरिरहेको छ र ब्लुटुथ पनि अन गरिरहेको छ। एन्ड्रोइड र आइओएस दुवैको लागि चाहिँ, दुवैको मोबाइल एक्सेसको लागि चाहिँ मैले यो दुवै अन गरेको छ। अनि यो चाहिँ सेटिङ भयो यसरी तपाईँ हेर्न सक्नुहुन्छ। यदि तपाईँ चेन्ज गर्नु छ भने चाहिँ चेन्ज गरेर एड टु टेम्प्लेट गऱ्यो भने चाहिँ तपाईँको सेटिङ चेन्ज हुन्छ। अब चाहिँ म ब्याक जान्छु, मलाई त्यो चाहिएको छैन। की पनि छ, तपाईँ यसरी की एड गर्न सक्नुहुन्छ। तपाईँलाई की चाहियो भने चाहिँ की एड गरेर टेम्प्लेट गर्न सक्नुहुन्छ। मलाई चाहिँ चाहिएको छैन। अब तपाईँ के चाहिँ, कुन चाहिँ रिडरको सेटिङ तपाईँलाई चाहिएको छ, यहाँ अल टाइप सेटिङ छ है। त्यसपछि चाहिँ मलाई चाहिँ अब ब्लुटुथ मोड एन्ड रेन्ज एन्ड पावर भन्ने छ, मैले यसमा क्लिक गर्छु। मलाई चाहिँ अहिले चाहिँ हाई रेन्जमा छ ब्लुटुथको रेन्ज। म चाहिँ यसलाई चाहिँ घटाउँदैछु होइन। एज डिफल्ट चाहिँ मेरो पहिला चाहिँ सेटिङ चाहिँ यस्तो थियो है। मैले यति रेन्जमा चाहिँ सेटिङ गरेको थियो, सेट गरेको थियो रिडरलाई चाहिँ। अब चाहिँ मलाई चाहिँ यो यसको रेन्ज घटाउनु पर्ने छ। म अब यसलाई रेन्ज घटाउँछु होइन। अनि ट्विस्ट एन्ड गो पनि मलाई चाहिएको छैन, ओन्ली ट्याबमा राख्छु म। यसलाई म 45 गरिदिन्छु, 45 गरिदिन्छु, 45, 46 ओके। ट्विस्ट एन्ड गो चाहिँ म बन्द गर्दैछु। मलाई यो हाई रेन्जको लागि चाहिँ चाहिएको छैन, सर्ट रेन्जको लागि चाहिएको छ। म अलाउँछु स्पेसिफिक, यो पनि म अफ गरिदिन्छु, मलाई चाहिएको छैन। इन्हान्स ट्याब यो पनि मलाई चाहिएको छैन, म बन्द गर्दैछु। अब चाहिँ यो ट्रान्समिसन पावर भनेको ब्लुटुथको रेन्ज चाहिँ ट्रान्समिसन पावर कति रेन्जमा राख्ने भनेर 0 चाहिँ एज ए स्ट्यान्डर्ड हो। मलाई चाहिँ अझै कम गर्नुपर्ने छ होइन। नजिकै मोबाइल आएपछि मात्रै टेस्ट गर्छु भनेर यो म्याक्सिमम हो। अब म चाहिँ मेरो सेटिङ चाहिँ भयो सर्टर रेन्जको लागि चाहिँ। लङ रेन्जको लागि चाहिँ पहिला जुन देखाइरहेको थियो त्यो थियो है। अब म यसलाई चाहिँ एड टु टेम्प्लेट गरिदिन्छु। म एड गरेँ टेम्प्लेट, सेभ गर्दा पनि हुन्छ टेम्प्लेट। अब मसँग अलरेडी टेम्प्लेट सेभ छ। म चाहिँ एप्लाई टु सिलेक्टेड आइटम भन्छु। म चाहिँ यो कन्फिगरेसन चेन्ज गराएँ। यसरी मेरो चेन्ज चाहिँ अब मेरो पहिलाको कन्फिगरेसन चाहिँ मेरो चेन्ज हुँदैछ। ओके, मेरो चाहिँ यो कम्प्लिट भयो। यो कम्प्लिट भइसकेपछि तपाईँले एकचोटि चाहिँ रिडरलाई चाहिँ पावर रिसाइकल गर्नुपर्ने हुन्छ है। ओके, यो मेरो कन्फिगरेसन चाहिँ चेन्ज भयो। ओके, कम्प्लिट भयो।